ल तपाईँलाई सुरुमा एक्सिलेटर ब्रेक क्लच थाहा चाहिँ छैन हजुर मलाई थाहा छैन त्यति छैन ल सुन्नु ल यताबाट जाँदाखेरि CBA यताबाट ABC सी भनेको क्लच बी भनेको ब्रेक भइहाल्यो ए भनेको एक्सिलेटर अहिले तपाईँलाई एक्सिलेटरको आवश्यक पर्दैन हामीलाई यहाँ है क्लचमै कुद्छ गाडी क्लचमै हिँड्ने एक्सिलेटर भनेको हामीले मात्र उकालोमा युज गर्न पाइयो अरू ठाउँ युज गर्न पाइएन हामीले भनेको क्लच र ब्रेक मात्रै क्लचको के काम थाहा छ हजुरलाई क्लचको त हजुर गाडी क्लचको काम भनेको पहिलोमा गियर दोस्रो कुरो ब्रेक लाउँदा पनि क्लच लिनु पऱ्यो हामी सर हिँडिरहेको छ अगाडि झ्याममा रोक्नु पऱ्यो भने झ्याममै ब्रेक हान्दा भएन कि पहिला हल्का ब्रेक र क्लच लिनु पऱ्यो हजुर दोस्रो कुरा है तपाईँलाई क्लच र ब्रेक त थाहा भयो भयो हजुर अहिले चाहिँ अब गियर अहिले हामीलाई सुरुमा चाहिने भनेको यो ट्रायल पास नगर जाने वान र रिभर्स वान भनेको अगाडि जाने भइहाल्यो रिभर्स भनेको पछाडि जाने क्या अहिले केमा छ हाम्रो गाडी न्युट्रलमा न्युट्रल यो बाइकको चाहिँ ध्यान देखाउँछ गाडीको देखाउन कसरी थाहा पाउने भने यो सिधा लाइन छ नि पुरै हल्लिन्छ क्या अब एक नम्बर हाल्नु पऱ्यो क्लच खोलिने यहाँनिर छ नि यो साइडमा लानु पऱ्यो ट्याक्क अगाडि लाने क्या एक लाग्यो अब हामीले ब्याक हाल्नु पऱ्यो ट्याक्क एउटा मात्रै लक खुस्काउने ठ्याक्कै ठाउँमा आयो न्युट्रलमा आयो क्या यो चाहिँ ठ्याक्कै यो साइड चाप्ने पछाडि तान्ने अब फेरि एक नम्बर हाल्नु पऱ्यो सिधै लानु भयो भने कति नम्बर जान्छ 5 नम्बर जान्छ क्या त्यही भएर यो ब्याक छ नि ट्याक्कै एउटा मात्रै लक खुस्काउने क्या त्यहाँदेखि फेरि यो साइड लाने अगाडि लाने अब तपाईँ एक नम्बर हाल्दा पनि चट्टै पछाडि ल्याउनु भने 2 नम्बर जाने भयो क्या त्यही भएर यो एक नम्बर छ नि ठ्याक्कै एउटा मात्रै लक खुस्काउनु पऱ्यो क्या न्युट्रल लान्छ नि यसरी यो दुईचोटि हल्लाउनु यो एक नम्बरमा नै हल्लिनु त हल्लियो तर हाफ मात्रै हल्लियो न्युट्रलमा चाहिँ पुरै हल्लियो कि वारी र पारी नै अब फेरि ब्याकेट ल्याउनु पऱ्यो भने यो साइड ल्याउने पछाडि ल्याउने हजुरको मतलब स्टेप कति हुन्छ 3 स्टेप हुन्छ अगाडि एक भइहाल्यो यसले 2 भयो यसले 3 हो अब यतातिर जाँदा पनि त यहाँ पनि 1 हुन्छ 2 हुन्छ 3 जति नम्बर गेयरलाई पनि 3 स्टेपै हुने भयो क्या न्युट्रलमा चाहियो सेन्टरमा है हजुर हजुर अहिले न्युट्रलमा छ अब सुन्नु है हजुरलाई म यहीँबाट स्टिङ कन्ट्रोल गर्न दिन्छु स्टिङ कन्ट्रोल भएपछि यहीँबाट चलाउनु पाउनुहुन्छ हजुर है ल पहिला सुरुमा स्टार्ट गर्दा के गर अब हेर्नु है अब गाडी अहिले केमा छ अब एक नम्बर हालेँ अब हेर्नु ब्रेक छोडेँ है मैले ब्रेक माथि नै छ खुट्टा चाहिँ यसरी राख्ने अब बिस्तारै क्लच छोड्ने क्या छोड्यो यत्तिकै केही गर्नै पर्दैन अब हामी यता घुम्नु पऱ्यो स्टिङ यता काट्ने अब हामी यता राइड जानु पऱ्यो बिस्तारै यसरी काट्ने है स्टिङ चाहिँ तपाईँले स्टिङ काट्दाखेरि छ नि अब प्रायः मान्छेले सुरुमा स्टिङ काट्दा के गर्छ यस्तो गरिदिन्छ क्या हात यस्तो गरेर नि भ्याइँदैन काट्नलाई यस्तो गर्नु पऱ्यो यो साइड एउटा हातले ट्याक्क कभर गर्ने एउटा हातले काट्ने सुरुमा हामी यतै जान्छौँ ल हेर है मैले यहाँ स्टिङ काटेको हेर्नु अरू केही ध्यान दिनु पऱ्यो नि तपाईँले स्टिङ कता कताबाट काट्छु त्यतै हेर्नु अर्को कुरा के छ भने हजुरलाई अब जस्तै हामी सिधा जानु पऱ्यो नि हाम्रो गाडीको टायर यता कता छ कि यता कता छ थाहा छ त्यो थाहा हुँदैन हामीलाई त्यो थाहा पाउनलाई चाहिँ